माननीय सदस्यहरू, अब शून्य समयको कार्यक्रम प्रारम्भ हुन्छ। शून्य समयमा बोल्न चाहनुहुने माननीय सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम माननीय सदस्य भीम प्रसाद आचार्य। सम्माननीय सभामुखज्यू, इकोनोमिक कोरिडोर डेभलपमेन्ट योजना अन्तर्गत एडिबी को सहयोगमा इटरी उपमहानगरपालिकामा 16वटा सडकहरू र इनरुवा नगरपालिकामा रिङ रोडको डिपिआर समेत भई निर्णयको पर्खाइमा छ। यसै आबोमा निर्णय गरी कार्यान्वयन गरियोस्। यसमा बुढी टेङ्ग्रा लगायत अन्य खोलाको बाढी नियन्त्रण कार्यक्रम पनि समावेश गरियोस्। 2. सुनसरी 2 को तित्री वनबाट रामधुनी 8 को डुम्रा जाने बाटोमा पर्ने 10 किचा खोलाको पुल ठेकेदारले पूर्ण काम नगरी आधा सकी ठेक्का तोडिएकोमा सो अधुरो काम पुरा गर्ने गरी बजेटको व्यवस्था गरियोस्। 3. चालु आर्थिक वर्षको रातो किताबमा परेको रामधुनी 2 को तल्लो कालीझोडाबाट प्रख्यात रामधुनी मन्दिर जाने बाटोमा पर्ने पिचरा खोलामा पक्की पुलको काम सुरु नभएकोले सो यो बजेटको आगामी आबोमा व्यवस्था गरियोस्। 4. इनरुवा कोवाको सडकको काम 20% भएको र आगामी आबोमा काम पुरा गर्ने गरी पर्याप्त बजेटको व्यवस्था गरियोस्। धन्यवाद। माननीय सदस्य मनबहादुर गुरुङ। सम्माननीय सभामुखज्यू, पोखरा महानगरपालिका अन्तर्गत साबिक लेखनाथलाई 7 तालको बगैँचाको सहरको रूपमा विकास र सौन्दर्यकरण गर्न विज्ञहरूले दिएको सुझाव र सल्लाह अनुसार गुँदे ताललाई एङ्गलिङ लेक, न्युरेनी र खास्टरलाई बर्ड वाचिङ लेक, दिपाङलाई मेडिटेसन लेक, मैतीलाई हनीमुन लेक र बेगनासलाई वाटर स्पोर्ट लेक र रूपालाई कायाफिङ लेकको गृह योजना पर्यापर्यटन जैविक विविधताको संरक्षण गरी रोजगारको सिर्जना र राजस्व वृद्धि हुने गरी आबोको बजेटमा समावेश गरिदिनु हुन अनुरोध गर्दै निकट भविष्यमा हुने मनसुनी वर्षलाई मध्यनजर गरी पृथ्वी राजमार्ग अन्तर्गत थानकोट मुगलिन सडक निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन जोखिमपूर्ण क्षेत्रमा बेलैमै रोकथामको उपाय अपनाउन सभामुख महाराज सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य मनिष झा। सम्माननीय सभामुख महोदय, भर्खरै क्यापिटल नेपाल नामक एउटा मिडियामा समाचार आएको छ र त्यसमा लेखिएको छ उद्योगी शशिकान्त अग्रवालले गृहमन्त्रीको रूपमा रवि लामिछाने आएपछि सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउँछन्, तर त्यसपछिका गृहमन्त्रीहरू तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन्। यो हो हामीले गर्ने स्टन्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले 34 दिनमा गरेको गृह मन्त्रालय सम्हाल्दै गर्दा कसरी हामीले तस्करी नियन्त्रण गरेका थियौँ भन्ने कुरा यो हामीले गरेको स्टन्ट हो। र अर्को स्टन्ट सुनाउँछु। पूर्व प्रधान न्यायाधीश सम्माननीय सुशीला कार्कीज्यूले केही महिना अगाडि भन्नुभएको थियो कि नेपाली कङ्ग्रेसको वर्तमान गृहमन्त्रीज्यूले न्यायालयको न्यायाधीश सिफारिसमा चाहिँ मेरो पार्टीको सिफारिस यो नपर्दियो भने मलाई गाह्रो हुन्छ भनेर भन्न जानुभएको थियो। आज न्यायालयहरूले विभिन्न राजनीतिक संरक्षण त दिइराखेको छ, तर यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर भएको छ। न्यायालयले न्याय देला कि भनेर हामीले विश्वास गर्ने ठाउँहरू कम हुँदै गएको छ। माननीय सदस्य महेश बस्नेत। सम्माननीय सभामुखज्यू, माइजोगबाई गाउँपालिका जौबारीमा रहेको 8445 रोपनीको आलु विकास केन्द्र अहिले कृषि अनुसन्धान परिषद नार्कले सञ्चालन गर्दैछ। यो क्षेत्र दुर्लभ र लोप उन्मुख रेड पाण्डाको वासस्थान भएकोले सो जमिनमध्ये उत्तरतर्फको मेघमासम्मको कृषि वृक्षारोपण गरी जैविक मार्ग बनाउन आवश्यक रहेको छ। 2. सन्दकपुर 3 सुलुबुङ र वडा नम्बर 5 जमुनाको बीचमा माई खोलाको पक्की पुल बाढीबाट क्षतिग्रस्त भएको छ। साथै सुलुबुङतर्फ गइरहेको सुक्खा पहिरोले 12 घर सार्नुपर्ने अवस्थामा रहेको छ। वर्षात अगाडि नै यथोचित प्रबन्ध होस्। सन्दकपुर 3 सुलुबुङ र वडा नम्बर 5 माबु बीचको माई खोलाको पक्की पुल नजिक निर्माण व्यवसायीले समयमा नै काम नगर्दा पहिरो गई बाटो अवरुद्ध हुने स्थितिमा छ। यस समयमा नै काम होस्। केचना कञ्चनजङ्घा सडक अन्तर्गत इनपा 11 को पुवा खोलाको पक्की पुलको करिब 17 करोड रकम स्रोत सुनिश्चित भए पनि हालसम्म ठेक्का लागेको छैन। समयमा नै माननीय सदस्य माधव सापकोटा।
सम्माननीय सभामुख महोदय, जसको चोट उसैलाई शोध भन्ने उक्ति जस्तै गुठीको पीडा भोग्नेहरूलाई मात्र बढ्ता थाहा छ। यो पीडाबाट देशैभर लाखौँ नागरिकहरू प्रभावित हुनुहुन्छ। सिन्धुपाल्चोकका मेलम्चीको फटकशिला, लिसङ्खुको अत्तरपुर सिग्रे, बलेफीको फुलपिङकोट फुलपिङ डाँडा, माङ्खा, त्रिपुरा सुन्दरीको तौथली धुस्कुन, बारबिसेको मानेश्वरा, जुगलको गुम्बा, सुनकोसीको पाङ्ग्रेटा, टेकानपुर, ठोकर्पा, कालिका लगायतका स्थानहरूमा गुठीसँग सम्बन्धित समस्याहरू छन्। सिन्धुपाल्चोकमा मात्र 146वटा नाममा गुठीहरू दर्ता छन्। देशभर 68वटा जिल्लामा फरक प्रकृतिका गुठीका समस्याहरू छन्। त्यसैले म सभामुख मार्फत नेपाल सरकारलाई यससँग सम्बन्धित रहेका समस्याहरूको गहिरो गरिकन अध्ययन गरिकन विविध प्रकृतिका समस्याहरू छन्, त्यसैले यो समस्या समाधानका निमित्त तत्काल गुठी विधेयक ल्याएर हल गर्नका लागि नेपाल सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद। लाल सलाम। माननीय सदस्य मीना तामाङ। माननीय सदस्य मीना तामाङ। माननीय सदस्य मीना तामाङ। माननीय सदस्य मेटमणि चौधरी। सम्माननीय सभामुख महोदय, मिति 2081 साल चैत्र 11 गते सोमबारको दिन मोही किसान सङ्घर्ष समिति र भूमि व्यवस्था गरिबी निवारण मन्त्रालय बीच 3वटा बुँदामा सहमति भयो। सहमतिको पहिलो बुँदामा समस्या समाधानको लागि गुठी संस्थान ऐन 2033 संशोधन गर्ने, 2 नम्बरमा सहमति भएको गुठी संस्थान संशोधन विधेयक 2081 को मस्यौदालाई सङ्घीय संसदको चालु अधिवेशनमा विधेयकको रूपमा पेश गर्ने र सो कार्यको लागि आजैको मितिबाट सुरु गर्ने। सहमति अनुसार किसानहरूले सङ्घर्षको सबै कार्यक्रमहरू स्थगित गर्नुभयो, तर सरकारले कार्यान्वयनको विषयमा गैर जिम्मेवारी भएर बसेको छ। स्मरण रहोस्, यसभन्दा अगाडि 2080 साल चैत्र 7 गते 2 बुँदामा सहमति भएको थियो। आन्दोलन गरेको दशक भइसकेको छ। पटक पटक सहमति गर्ने तर कार्यान्वयन नगर्ने, प्रतिबद्धता गर्ने तर जवाबदेही नहुने, यही हो सुशासन। सभामुख महोदय, सरकारको रवैयादेखि पीडित किसानहरू आक्रोशित हुनुहुन्छ। समस्या समाधानको लागि सरकारले ध्यान दिनुपर्छ, अन्यथा आक्रोश, रिस, आवेगबाट उत्पन्न हुने। माननीय सदस्य मेनका कुमारी पोखरेल। सम्माननीय सभामुख महोदय, दाङको वायु उपमहानगरपालिकामा कृत्रिम जलाशय निर्माणले धेरै किसानहरू लाभान्वित भएका छन्। घोराई 17 कर्जाईमा भएको कृत्रिम जलाशयबाट वर्षेनी खेती गर्ने स्थिति बनेको छ, तर मोटर र पम्पिङ सेटले पानी तान्दा खर्चिलो हुने कारणले गर्दाखेरि किसानहरूले लिफ्ट सिँचाइको माग गरेका छन्। लिफ्ट सिँचाइको व्यवस्था गरी झन्डै 1000 बिघा जमिन सिँचाइको व्यवस्था गर्न सहयोग गर्नको निम्ति म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य मैना कार्की। सम्माननीय सभामुख महोदय, म आज कर्णाली प्रदेशका सम्भावना र सरकार र सम्बन्धित निकाय कर्णालीलाई दयाको भावनाले होइन सम्भावनाको दृष्टिकोणले हेर्न पर्छ भन्दै आज कर्णाली प्रदेशमा मानस सरोवरबाट उत्पत्ति भएको कर्णाली नदीको कुरा गर्दा, जसले नेपालको धार्मिक पर्यटन ऊर्जाको भविष्य जडीबुटी खनिजको सम्भावना बोकेको कर्णाली सिजा उपत्यका कुरा गर्दा, जहाँबाट खस भाषा र खस सभ्यताको उत्पत्ति भएको कर्णालीलाई कसैको दया चाहिँदैन। कर्णाली प्रदेशलाई पहिचान र गरिमा चाहिन्छ। विकासको सम्भावनामा लगानी चाहिन्छ। कर्णाली आफैमा पछाडि परेको होइन, पटक पटकका सरकार र सम्बन्धित निकायले पछाडि पारेको हो। कर्णाली कमजोर होइन, सम्भावनाको आँखाले हेरौँ। अब आउने बजेटमा सडक, यातायात, भौतिक संरचना, स्वास्थ्य, शिक्षा, ऊर्जा, खानेपानी, महिला र बालबालिका, युवा लगायत सन्तुलित समावेशी बजेट विनियोजन गरौँ भन्दै नेपाल सरकार र सम्बन्धित निकायसँग जोरदार माग गर्दछु। धन्यवाद। माननीय सदस्य रणकुमारी बलम्पाकी मगर। सम्माननीय सभामुख महोदय, नेपालमा परम्परागत घरेलु मदिरा उत्पादनको लामो इतिहास छ, जस्तै छ्याङ, तोम्बा, रक्सी आदि। यी हाम्रो संस्कृति, परम्परा र स्थानीय जीविकोपार्जनसँग जोडिएका छन्। तर दुःखको कुरा, राज्यले यसको प्रवर्धन गर्न कुनै स्पष्ट नीति लिएको छैन। अर्कोतर्फ विदेशी ब्रान्डका मदिराहरू आयात हुँदै आएका छन्।
जसले हाम्रो मौलिक उत्पादनलाई बजारमा पछि पारिरहेको छ। म सरकारसँग माग गर्दछु परम्परागत मदिरा उत्पादनलाई लघु उद्योगको रूपमा मान्यता दिई गुणस्तर सुधार, बजार पहुँच र प्रवर्धनको नीति ल्याइयोस्। नेपाली कोदोको रक्सीलाई ब्रान्डिङ गरियोस्। नेपाली उत्पादनको सम्मान गरौँ। आत्मनिर्भरता र रोजगारको स्रोतका रूपमा यसको विकास गरौँ। म सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य रमा कोइराला पौडेल। सम्माननीय सभामुख महोदय, यही जेठ 2 गतेदेखि 4 गतेसम्म नेपालमा भएको सगरमाथा संवाद 25 बुँदे घोषणा पत्रसहित सम्पन्न भएको छ। सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल सरकार, आयोजक नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। सभामुख महोदय, सूर्यविनायक नगरपालिका भरि बागमती सभ्यता आयोजना अन्तर्गतको हनुमन्ते खोलामा बागमती सभ्यताले ढल हालेको थियो, विशेष व्यवस्था गरेर ढल हालेको थियो, त्यो अधुरो नै रह्यो। अहिले त्यो सभ्यताको आयोजना बन्द भयो, तर त्यो हालिएको ढल अलपत्र परेर हनुमन्ते खोलाभित्र नै ती ढलहरू तितर बितर छरिएको अवस्थामा छन्। त्यसैले म सम्बन्धित निकायको त्यसपट्टि ध्यान जाओस् भन्ने विनम्र आग्रह गर्न चाहन्छु र बाँकी भएको कामलाई सम्पन्न गर्नका लागि पनि अनुरोध गर्दछु। धन्यवाद। जय नेपाल। माननीय सदस्य राजेन्द्र बजगाई। सामान्य सभामुख महोदय, गत वर्षको बर्खाले त्रिशुली नदीको धवादी घाट, ठेवाटार, सिलिङटारको झोलुङ्गे पुल, त्यति अनुमानित त्यति अग्लो पुल चाहिँ भाँचेको, च्यातिएको, बङ्ग्याएको परिस्थिति छ। त्यो झोलुङ्गे पुल हो सामान्य सभामुख महोदय, त्यो बनाएको छैन। बुढी गण्डकी परियोजनाको बारेमा यहाँ धेरै कुराहरू उठ्यो। अल्टरनेटिभ रिसोर्सहरू खोज्छु भनेर चाहिँ अर्थमन्त्रीज्यूले भन्नुभएको मैले यहाँ राखेँ पनि। यो बुढी गण्डकी परियोजना अल्टरनेटिभ रिसोर्सेस भन्दा यो नर्मली यो 310 बिलियन नेपाली रुपियाँ बराबरको लागत लाग्ने रहेछ। यो अहिले सुरु गर्दाखेरि पनि प्रति नेपाली अहिलेको सेन्सरले 3 करोड 15 लाख नेपाली जनसङ्ख्या पुगेको रहेछ। यसरी डिभाइड गऱ्यौँ भने पनि प्रति व्यक्ति 9,841 रुपियाँ हामीले चाहिँ सेयर वितरण गर्न सक्ने परिस्थिति भएपछि त नेपालीहरूले एउटा राष्ट्रिय गौरवको परियोजना बनाउन सक्थ्यौँ भन्ने मेरो अनुरोध छ। सरकारलाई यो अनुरोध सुनाइदिन अनुरोध गर्दछु पनि। धन्यवाद। जय नेपाल। माननीय सदस्य रामशङ्कर यादव। सम्मान्य सभामुख ज्यू, सिराहा क्षेत्र नम्बर 1 मा लाहानको शहीद चौकदेखि सोनवर्षा चौक हुँदै झाँचपट्टी बोर्डरसम्म कालोपत्र हाइवेको छपरारी चौकदेखि शिव चौक हुँदै असारी बजारसम्म कालोपत्र, लाहान हाइवेको भोटिया टोल चौकदेखि सीतापुर हुँदै नर्गी बडहरी बोर्डरसम्म कालोपत्र, लाहान खुट्टी पुलदेखि तरेगना हुँदै नेपाल टारसम्म कालोपत्र र पुल निर्माण, लाहान हाइवेको छपरारी चौकदेखि नर्गी बडहरी बोर्डरसम्म कालोपत्र, लाहानको अस्पताल चौकदेखि भगवानपुर हुँदै ठाडी बोर्डरसम्म 4 लाइन सडक विस्तार कालोपत्र, सरे नदी पुल निर्माण, हुलाकी सडकदेखि परोल हुँदै जमुवा टोल दुर्गा मन्दिरसम्म कालोपत्र, भगवानपुर गापङ 2 नहरा लडहा हुँदै हुलाकी सडक गम्हरिया चौक लालपुर आभयनगरसम्मको सडक कालोपत्र। यो योजनाहरू चालु योजना छ। त्यसकारण म सभामुखज्यू मार्फत अनुरोध गर्छु सम्बन्धित मन्त्रीलाई कि 82-83 मा पनि सम्पन्न हुने गरी यो। माननीय सदस्य रामहरि खतिवडा। सभामुख महोदय, केही महिना पहिले सरकारले काठमाडौँको टोखाबाट 25 करोड बराबरको अवैध रकम समात्ने काम गर्यो, डलर युरो लगायत। एउटा ड्राइभर र व्यापारीको पक्रियो थुनो। मूल त्यसको संरक्षण कसले गरेको छ र धनीको भनेर अहिलेसम्म सरकारले पत्ता लगाउन सकेको छैन। सधैँ ड्राइभर र लोडरहरूलाई थुन्ने र धनी पत्ता नलगाउने, त्यसको कनेक्सन कहाँ छ र को त्यसमा संलग्न छन्, सदनलाई जानकारी गराओस् भनेर अनुरोध गर्न चाहन्छु सभामुख महोदय।
त्यस्तै भिजिट भिसाबाट अहिले धेरै महिला दिदीबहिनीहरू दुबई हुँदै कुवेत त्यसपछि साउदी अरेबिया पुगेका छन्। यही समयमा श्रम मन्त्रालयका केही सल्लाहकार भन्नेहरूले लुबुमा 4 रोपनी जग्गा लिएर महिला कामदारलाई फेरि हाउस मेडको रूपमा बाहिर पठाउनका लागि ठुलो रकम लिएको र तालिम दिने काम गरेको सुन्नमा आएको छ। कानुन नबनाई यस्ता काम नगरियोस् र माननीय सदस्य रूपा सोशी चौधरी। सम्माननीय सभामुख महोदय, मानवविहीन बस्तीहरू नेपालको चुनौती बन्दै गइरहेका छन्। किन यसो भइरहेको छ सरकारले समीक्षा गर्न जरुरी छ। मानव बस्ती, स्वास्थ्य, शिक्षा र विकासलाई सन्तुलित गर्न संविधानमा प्रशस्त व्यवस्था भएका छन्। आज कतै हिमताल फुटेर समस्या पैदा भएका छन्। समयमा सूचना नै नपुग्ने स्थिति र उद्धारको विषय त धेरै टाढाको विषय हो। सभामुख महोदय, संविधानले गरेको व्यवस्थाप्रति कार्यान्वयनमा जान सरकार चाहिँ गम्भीर रहोस् भन्ने चाहिँ सभामुख महोदय मार्फत आग्रह गर्दछु। धन्यवाद। माननीय सदस्य रेखा शर्मा। सम्माननीय सभामुख महोदय, नेपाल सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूले दाङ तुलसीपुरको एयरपोर्ट र घोराई तुलसीपुर 4 लेन सडकको स्तरोन्नतिको छिट्टै हुनेछ भन्ने प्रतिबद्धता जनाउनु भएको छ। यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई धन्यवाद भन्न चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु र यी योजनाहरू बजेट अभावमा अलपत्र नपरुन् भन्न पनि चाहन्छु। त्यसै गरेर त्यस क्षेत्रका गौरवपूर्ण आयोजनाहरू लमई घोराई सडक, धानखोला लमई सडक, तुलसीपुर सुर्खेत सडक, राप्ती राजमार्ग, घोराई मुर्कुटी प्युठान सडक, लक्ष्मीपुर औद्योगिक क्षेत्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल संस्कृत विश्वविद्यालय लगायतका आयोजनाहरूलाई विशेष ध्यान दिइयोस् र उचित बजेट विनियोजनका लागि सम्माननीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य रोशन कार्की। सभामुख महोदय, लगभग 52% जनसङ्ख्या रहेका महिलाहरू जहिले पनि राज्यद्वारा अवहेलित भएका छन् र शोषितहरू भएका छन्। म आज सामाजिक परिचालन, महिला सामाजिक परिचालिकाहरूको बारेमा म केही कुराहरू भन्नु गइरहेका छु। विगतमा महिला विकास शाखा मार्फत उनीहरूले अत्यन्त सराहनीय काम गरेका थिए। अहिले करिब 500 को सङ्ख्यामा महिला परिचालिकाहरूलाई व्यवस्था गरिएको छ र तिनीहरू यता र उता भौतारेर हिँडिरहेका छन्। सामाजिक महिला तथा सामाजिक विकास समितिले पनि महिला मन्त्रालयलाई यसबारेमा निर्देशन दिइरहेको छ र म सभामुख मार्फत सरकारलाई म आग्रह गर्न चाहन्छु सामाजिक परिचालनलिकाहरूमाथि न्याय होस् र तिनीहरूलाई गोल्डन ह्यान्डसेक गरेर बिदा गरियोस्। धन्यवाद। माननीय सदस्य लक्ष्मी तिवारी। सम्मानीय सभामुख महोदय, नारायणघाट बुटोल सडक खण्डको दाउन्ने क्षेत्रमा बसोबास गर्ने नागरिकहरू आज अत्यन्तै कष्टकर अवस्थामा भोगिरहेका छन्। विकासका नाममा खाका त यस्तो कोरियो जसले जनताको बाँच्न पाउने नैसर्गिक अधिकार नै हनन भएको छ। धुलो, धुवाँ र अब आउँदो गरेको बर्खायामको हिलोले यो सडक निर्माणको कार्य वर्षौँदेखि अल्झिरहेको र आएको छ। पटक पटक म्याद थ्यापे पनि काम सम्पन्न नहुने छाँटकाँट देखिन्छ। आखिर किन यो देशको प्रमुख पूर्वी पश्चिम राजमार्ग यहाँ काम समयमा किन सकिँदैन? सभामुख महोदय, पटक पटक विषय उठाउँदा पनि यसबारे सरकार मौन किन? अहिलेको अवस्था हेर्ने हो भने बरघाट दुर्निवास बीचको 13 किलोमिटर यातायात अवरुद्ध छ। गाडी घन्टौँ जाममा छन्। यात्रुहरूको पीडा अचाय भइसकेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूहरू आफै 4 पटक जाममा पर्नु भएको भन्ने सुन्नमा आएको छ। अब त अनुभूति हुनुपर्ने हो नि माननीयज्यू। मेरो आग्रह छ अब ढिलो नगरी तुरुन्तै सम्बन्धित निकायलाई स्पष्ट रकट। माननीय सदस्य लालप्रसाद सावान लिम्बू। सम्माननीय सभामुख महोदय, सुन चाँदी व्यवसायहरूको समस्याबारे यस संसदमा राख्दैछु। आज देशका विभिन्न सहरका सुन व्यवसायीहरूले आवश्यक सुन खरिद गर्न प्रक्रिया पुरा गरी काठमाडौँ नै
आउनुपर्ने व्यवस्था छ। त्यसमा पनि 500 ग्रामभन्दा घटी किन्न पाउँदैनन्। यो व्यवस्था व्यावहारिक भएन। तसर्थ सामान्य सभामुख महोदय, सुन व्यवसायीहरूले गर्ने कारोबारलाई सहज, सरल र व्यावहारिक बनाउन कम्तीमा 10 ग्राम 100 ग्रामसम्म प्रदेश स्तरीय कार्यालयहरूबाट प्राप्त हुने व्यवस्था गर्न सरकारको गम्भीर ध्यान आकर्षण गर्दछु। त्यस्तै चाँदी खरिद गर्दा 30 केजी भन्दा कम किन्न नपाउने व्यवस्था छ। यो पनि व्यावहारिक भएन। चाँदी व्यवसायहरूको कारोबारलाई सरल, सहज र व्यावहारिक बनाउनका निम्ति कम्तीमा 5 केजीसम्म प्रदेश स्तरीय कार्यालयबाट प्राप्त हुने व्यवस्थाका निम्ति सरकारको गम्भीर ध्यान आकर्षण गर्दछु। धन्यवाद। माननीय सदस्य लालवीर चौधरी। सम्मान्य सभामुख महोदय, बर्दिया जिल्लामा विशेष गरेर अस्तिको हावाहुरीले आएको असिना पानीसँगै त्यहाँको चैती धानलाई असर पारेको कुरा थाहा हुन आएको छ। विशेष गरेर चैती धानलाई असर पारेको किसानहरूलाई नेपाल सरकारले राहतको व्यवस्था गरोस् र सँगै अहिले बर्खा लागिसकेको अवस्थामा किसानहरूले पर्याप्त मात्रामा मल नपाएको गुनासो आइरहेको हुनाले मल पर्याप्त यदि सरकारले व्यवस्था गर्न सक्दैन भने बोर्डर लाइनमा किसानहरूलाई के अरे 1 बोरी प्रत्येक किसानलाई इन्डियाबाट ल्याउने व्यवस्था गृह मन्त्रालयले व्यवस्था गरोस् भन्न माग गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य लेखनाथ दाहाल। सम्मानीय सभामुख महोदय, भ्रष्टाचार नियन्त्रण र फजुल खर्च नियन्त्रण, अनावश्यक र अनुपयोगी संरचना खारेजी, अनावश्यक र अनुपयोगी आयोजनाको खारेजी नगरिकन हामीले अर्थतन्त्रमा सुधार गर्न सकिन्न भन्ने वस्तुगत सच्चाइलाई हामी सबैले आत्मसात गर्नुपर्छ। यो वस्तुगत सच्चाइलाई आत्मसात गरेर आगामी बजेटमा यी विषयहरूको सम्बोधन गर्ने बजेट पेश गर्न म नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। यसै गरी यसै सन्दर्भमा पूर्व विशिष्ट पदाधिकारीहरू जसले सेवा सुविधा र सुरक्षा सबै लिइराख्नु भएको छ, यसको पुनः खारेजी गर्ने र वर्तमान विशिष्ट पदाधिकारी जसलाई सेवा सुविधा दिएको छ त्यो सेवा सुविधामा भारी कटौती गर्ने र सुरक्षा जसलाई सुरक्षा चुनौती छ त्यसलाई मात्र सुरक्षा व्यवस्था गर्ने र सुरक्षा चुनौती नभएका विशिष्ट पदाधिकारीलाई त्यो सामन्ती ठाँटबाट र शानको निम्ति मात्र सुरक्षाकर्मीको दुरुपयोग नगरेर पनि म नेपाल सरकारसँग माग गर्दछु। धन्यवाद। माननीय सदस्य बिजुला रायमाझी। सम्माननीय सभामुख महोदय, यो साल अलि छिटो मनसुन सुरु भयो जस्तो छ। ठाउँ ठाउँमा बाढी पहिरो, नदी कटान सुरु भए। 2079, 80, 81 को विस्थापित बस्तीमा छाना दिन सकेका छैनौँ। फेरि समस्या थपिँदैछ। पूर्व तयारीको लागि नेपाल सरकारका तिनै तहलाई महोदय मार्फत गम्भीर हुन ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, नेपाल सरकारको नीति र प्राथमिकता पुराना अपुरा योजना पुरा गर्ने र अति संवेदनशील क्षेत्र, नदी कटान, खानेपानी, सिँचाइ, कृषि क्षेत्रका गम्भीर समस्या, वन्यजन्तु आतङ्क मा ठोस योजना आउने अपेक्षा सहित बजेटमा समेट्न र अराहाजीका अपुरा योजना गोर्से सन्धिखर्क सडक 2 लेन बनाउने, चालदण्डी ढोरपाटन सडक पुरा गर्ने, मदन भण्डारी सडकको अराहाटी खण्ड पुरा गर्ने, विभिन्न अपुरा पुल निर्माण, भद्रेखोला करिडोर, सुपा देउराली पार्किङ स्थल, गौचर पर्यटकीय स्थल पूर्वाधार, पतञ्जली मार्ग, पाणिनी तपोभूमि संरक्षण पूर्वाधार तयारमा आवश्यक बजेटको माग गर्दछु। धन्यवाद। माननीय सदस्य रणेन्द्र बराली। सम्मानीय सभामुख महोदय, गत वर्ष अर्थमन्त्री माननीय वर्षमान पुनले प्रत्येक मान्य सदस्यहरूलाई सूचना गरेर 5 करोडसम्मको बजेट मागिएको थियो र त्यस बजेटको सदुपयोगले थुप्रै जनताले राहत पाएको यथार्थ छ। यस वर्ष पनि मान्य सदस्यहरूले थुप्रै योजना पेश गर्नुभएको छ, तर त्यो योजनालाई परिपूर्ति गर्ने कुनै मानक छैन। मान्य सभामुख महोदय, समानुपातिक वा प्रत्यक्ष जो भए पनि नेपालको आफ्नो पार्टीको पद चुनाव चिन्हमा मत दिएर जितेर अथवा जनताले पठाएर आएकै हो, उनीहरूको जनतासँग प्रत्यक्ष सम्बन्ध हुन्न। यदि हुन्छ भनेदेखि उहाँहरूको योजना पेश गर्दाखेरि त्यो योजनालाई किन आत्मसात गरिँदैन कि मान्य सदस्यहरूलाई योजना पेश गर्ने नपाउने नीति हुनु पर्यो। यदि योजना पेश गरिन्छ भनेदेखि त्यो योजनाको मान्यता हुनु पर्यो। धन्यवाद।
माननीय सदस्यहरू, शून्य समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। माननीय सदस्यहरू, विशेष समय बोल्नको लागि